दर्शकबिन दुई पटक अमला खुवाएर बच्चा बन्यो भन्ने एउटा जुन भिडियो सार्वजनिक सञ्जालमा भाइरल भइरहेछ आज खुल्दैछ वास्तविकता। आखिर अमला खुवाएर ती 81 वर्षीय वृद्धले के यी नानीसँग गरेकै हुन् त त्यस्तो कुकर्म? यदि गरेको हो भने के कस्तो हुन्छ हेर्नुहोस् पुरा भिडियो। नमस्कार। नमस्कार। बुवाको नाम भनिदिनु त। मेरो रामप्रसाद दोलाल हो। रामप्रसाद दोलाल। हजुर। तपाईको? मेरो उमादेवी दोलाल। उमादेवी। जस्तै हो हैन, अब यसको टुङ्गो चाहिँ लागे हुन्थ्यो भन्ने मात्रै हामीलाई। उसको बोल्दिने कोही छैन दाजुभाइ, कोही अब अप्ठ्यारामा अलिक धनीमनी भए त बोल्थे होला, गरिब भएपछि त्यस्तै हो नि। दर्शकबिन नमस्कार, म रमेश भण्डारी। यतिखेर हामी झापामा छौं। खास गरी केही दिन यता एउटा भिडियो सामाजिक सञ्जालमा अत्यन्तै भाइरल भइरहेको छ। जुन कुरा थियो, एकजना 21 वर्षीय युवतीले विवाह नै नगरिकन बच्चा जन्माएको कुरा थियो र सामाजिक सञ्जालमा यता त्यता सबैतिर भाइरल भइरहँदाखेरि यसको वास्तविकता के हो, यसको यथार्थ के हो भनेर बुझ्नका लागि, सत्य र तथ्यमा रहेर बुझ्नका लागि अनि हामीले लिएर गयौँ। लिएपछि तपाईँहरूले के चाहनुहुन्छ भन्दाखेरि ती बालाई बोलाइदिनु, हामीले सामने राखेर सोधौँ भन्दा अनि बा गए गएर पहिलो पटक त गल्ती गरेको थिएन भने त भन्थे होला नि त, बाबा मैले अन्याय गरेको छुइनँ, मलाई यस्तो नगर, किन यस्तो आरोप लायौ पो भन्छ त मान्छेले। गएर मैले चाहिँ परिवार नियोजन गरेको छ यति सालमा यसो यसो भनेकै उसको चाहिँ एकदम सुरुदेखिकै परिवार नियोजन छ छ। अनि गरिब र निर्धा छन् भाइ। 4 महिना त दिनै आएका हुन् भाइ, दिनै आएका हुन्। यहाँ आगो ताप्थे, घुँडो र मुन्टो योसँग जोडेर यो त्यतिखेर बिरामी भएर औषधि लिएर हस्पिटल लगेर ल्याएर दबाई खुवाउने दिनकै मेरोमा बोलाएर मैले हो। सोझो र गरिब छ र हेप्न पाइन्छ? यो त हेपा हो क्या, बुरुक बुरुक उफ्रिन पाइँदैन। ठिकै छ त, कानुनी उपचार छ, अब पुलिसकामा गयौँ भएन, तर दिनकै आए भाइ। 4 महिना चाहिँ दिनकै आए बाबै। अब यो मामाले पनि त्यहाँ सिरानमा भेटे भन्नुभयो, अब रङ्गे हात भेटेको थियो भने अर्कै कुरा हुन्थ्यो होइन। अनि यो चाहिँ किनारा लगाइदिनु पर्यो क्या तपाईँहरूले। हुन्छ र मान्छे लड्दिने छैन, बोल्दिने छैन, आमा त्यस्तै छन्, बाउ यस्तै छन्, ऊ त्यस्तै छ। अनि गरिब भनेर हेपेको होइन र परिवार नियोजन गरेको छ। म गएको छैन त, उसले भन्नै सकेका छैन, अहिले सिकाएर मात्रै भन्दैछन्। त्यहाँका मान्छेले उचाले अर्को तन्नेरीसँग गएकी थियो भने बुढो मान्छेलाई आरोप लाउने हाम्रो रहर होइन नि भाइ। जसले गल्ती गरेको छ उसले पो सजाय पाउँछ त। अब नानी कसको यसको त डिएनए होला के होला होइन, तर बाबै आएकै हुन् भाइ। 4 महिना चाहिँ यहाँ धाएका हुन्, के गरे यसैले जान्दा चाहिँ 2 चोटि आए भनेर यसले भने। उसको भनेकै आधारमा हो हामीले भन्ने, हामीले एकदम देखेका छौँ त, हामीले कहिले पनि भनेका छैनौँ। हामी जुन बच्चालाई जन्म दिनुभएको थियो उहाँ यतापट्टि आमा हुनुहुन्छ र त्यसै गरी यतापट्टि उहाँको मम्मी र बाबा हुनुहुन्छ। सत्य र तथ्यमा रहेर यहाँहरूलाई हामी यो भिडियो सम्प्रेषण गर्दैछौँ र आचार संहिताको पालना गर्दै अथवा चाहिँ गोपनीयताको कदर गर्दै यो भिडियो निर्माण गर्दैछौँ। आउनुहोस् उहाँहरूलाई स्वागत गरौँ। स्वागत के भएको थियो बहिनी होइन, सुरुदेखि भनिदिनु त, कति दिन के भएको थियो, खास भएको चाहिँ के हो? पहिलो सुरुमा के भयो भनेदेखि राम्ररी उज्यालो हुन आँटेको थियो, उज्यालो फाट्न आँटेको थियो। त्यो मान्छे आएछ र म त दिनभरि अब बनी गरेर खाने मान्छे, घर देखिहाल्नु होला। अब यो आमा चाहिँ टोइलेट गएछ। अब उसको मान्छे आएर चाहिँ कान्छी अमला खाऊ भनेर सिरानमा पुगेको छ। हेर्नुहोस्, अनि तिमीलाई कति पैसा चाहिएको छ भन न भन्दो रहेछ त्यो मान्छे। हेर्नु है। अनि अब तपाईँको भन्छ आमा पनि छैन, यो मान्छे कहाँबाट आयो, के भयो? मलाई त के भयो भन्दाखेरि यो मान्छेले काहीँ के यस्तो कुकाम सोचेर आयो भनिनँ मैले। हेर्नुहोस्, हो कि होइन भन्नु त। अब मेरो गल्ती के छ भनेदेखि तपाईँको भन्छ त्यो मान्छेलाई दुई चार ठाउँ कुटेर हल्ला खल्ला गरेर चाहिँ उहाँ जिम्मा लगाइदिएको थियो भने यो भाइरल बढेर गइहाल्थ्यो। हेर्नुहोस् है, अगाडि बढेर गइहाल्थ्यो। यो मान्छे यस्तो काममा आएन होला। यो 80-81 वर्षको मान्छे, अब यो प्रार लाग्छ, भरे कुर्तामा फेटे मराउनु मलाई जेल लाग्छ, हो कि होइन भन्छ। त्यो पनि त्यो मनमा गयो। हेर्नुहोस्, अनि त्यो दिन आयो, त्यो दिन हाटौटो पारेर त्यो मान्छे धपाएँ। बाबुआमा नभएका दिन पनि आयो अरे यो मान्छे। अब उसैलाई बन्द गरौँ। अनि त्यस्तै हुँदै लगभग चैतदेखि आएको, चैतदेखि तपाईँको 1.5 सम्म लागेको छ यो मान्छे। हेर्नुहोस्, तर मैले भेटिनँ है यी कुरा। पहिलो सुरुमा भेटेको एकचोटि मात्रै हो भेटेको। अमला खाऊ कान्छी, तिमीलाई कति पैसा चाहिएको छ भनेर। अब नानीको सिरान यहाँ छ, मान्छे यहाँ आएर बसिया छ। राम्ररी उज्यालो हुन आँटेको छ, उज्यालो फाट्दै छ। त्यस्तो बखतमा आएको मान्छे हो। अब अहिले चाहिँ तपाईँको भन्छ मेरो बेइज्जती गरेँ भनेर चाहिँ
प्रशासनमा उजुर गरिएछ अरे आजको कुरो हेर्नुहोस्। अब उही बेइज्जती हुन्छ। अब के अरे मैले त्यो यो रफा डफा गाउँमै मिलेको थियो भने म त्यो उजुरबाट पनि गर्न पनि जाने थिइनँ। हेर्नुहोस् फल्नामा गयो कति पैसा खाइछ भन्छ, उताको कति पैसा खाइछ, न खाना पाउनु छ न बेइज्जती भएँ। मैले खप्न नसकेर प्रशासनमा मैले उजुर गरेँ। उजुर गरेर पक्राउ गरेर गरिरहेको थियो। अहिले चाहिँ अब डेली चेकमा रह्यो अरे, अरू फाटियो। तपाईँहरूले अब उनको त बच्चै भइसक्यो। हजुर हजुर। अब 8-9 महिनाभित्रमा तपाईँहरूले खोजी कार्य गर्नु भएन? पुलिसमा जानु रिपोर्ट गर्नु भएन? यता सुन्नुहोस् न, 4 महिना भइसकेको छ यो नानीले। अब पहिला चाहिँ सुरुमा यो अलिकति दबाई खाने मान्छे हो, मेन्टली मान्छे हो। हेर्नुहोस् अब म आज पानी नछुने भएको छु, म भात दिन गर्दिनँ, पानी छोड्दिनँ भन्यो। छली हेर्नुहोस् मलाई कुरो त्यो नानीले छली। अब हो त भन्नु पर्यो नि। जब पेट बढ्दै जान्छ मलाई शङ्का लाग्यो। वृद्धासिटी लगेँ, चेक गर्दाखेरि 4 पुगेर 5 लागेको छ बच्चा। हेर्नुहोस् अनि मात्रै यो पहिलो उठाएको। तपाईँहरूले 5 महिना अगाडि नै 4 महिना अगाडि केस हाल्नु भएको छ? 4 महिना अगाडि केस हालेको छैन। यो थाहा पक्को भएपछि 5 महिना पुग्यो, 6 महिना लागेपछि उसलाई के अरे हल्ला गर्न थाल्यो। तैँले यस्तो काम गरेछ, यस्तो फोहोर काम गरेछ, मेरो छोरी 2 जिउकी छ भनेर मैले जहीँ त्यसलाई पटक भने। यहीँ बजारमा भेट्यो भने त्यसै भने, यहाँ नर्चोकमा भेट्यो भने त्यसै भने। तर मेरो होइन भने ऊ तर्क्यो। अब सम्बन्धी कहाँ जानु भएन? प्रहरी कहाँ जानु भएन? अनि प्रहरीमा गएँ त, पछि पछिबाट गएँ त। नानी जन्मिने बेलामा? नानी जन्मिने त्योभन्दा अगाडि चाहिँ किन जानु भएन? अब त्योभन्दा अगाडि म जान के नानी नजन्मी पनि गएको। जब यो मान्छे अब सिरियस हुन थाली, प्रहरीमा रिपोर्ट गरेर म यसलाई अस्पताल लगेको। तपाईँको स्वास्थ्य अवस्था ठिक छ अहिले? ठिक छ। तपाईँ मेन्टली ठिक हुनुहुन्छ? उहाँले केही औषधिहरू खानुहुन्छ? के भएको उहाँलाई? यो पहिला 8 पढ्दै तपाईँको बिहे गरेकी थिइन्। बिहे गरिन गएकी थिइन्। उसलाई चाहिँ के दबाई खाँदैछन् अहिले? मेन्टलको बाउलाउने दताउने त्यस्तो। तपाईँ ठिक हुनुहुन्छ अहिले? अहिले तपाईँको जीवनमा के घटना घटेको थियो, त्यतिर के भएको थियो सबै भन्न सक्नुहुन्छ? के भएको थियो भन्न सक्नुहुन्छ तपाईँले? बोल्नु चाहिँ पर्यो नि त। बहिनी के भएको थियो? के भएको थियो? जस्तो बुवाले भन्दै हुनुहुन्छ अमला लिएर आउनुभयो, पैसा दिन्छु भन्नुभयो नि। अनि तपाईँलाई के भन्नुभएको थियो उहाँले? के भन्नुभयो? उहाँ हो कि होइन, के भएको थियो भनिदिनु तपाईँले? उहाँ हो। के भएको थियो? तेरा सदमतले के अरे मान्छे पक्रिन दिसी कर्कापले बुझले पक्रियो। यस्तो कुरा चाहिँ फाइनल गर्नुपर्छ। हो कि भन्छ कुरो पनि भयो। जाँदा पनि टुङ्गा लागोस् न यो कुरो। के भएको थियो बहिनी भन्नु त त्यो दिन? मलाई खाने कति पैसा चाहिएको छ भनेर आएको, अनि एक दिन दिउँसो आएको। के आएको? दिउँसो आएको अरे। दिउँसो नै आउनुभएको थियो? कतिचोटि आउनुभयो यहाँ घरमा चाहिँ? 2 चोटि। 2 चोटि आउन त आइराख्ने। आएर के भन्नुहुन्थ्यो? मलाई खाने यस्तो उस्तो यहाँ त्यहाँ। तपाईँले के भन्नु भएन? तैँले के भनिस्? नानी चाहिँ कति भयो उनको जन्म भएको चाहिँ? आज भनेको तपाईँको 16 दिन भयो जन्म भएको। 16 दिन? 16 दिन भयो। 16 दिन भयो। अब नर्न गर्ने बाबुको ठेगान लागेको छैन, नर्न गरेको छैन। अब बर्बाद छ भाइ, के भन्नु भनेर साथी छैन। गएर म यसो सम्झिँदा न धनिएर मर्नु न नरमा परेर मर्नु माफालिएछ। यसको हालत छ। प्रहरी कहाँ जानुभयो तपाईँहरू? अहिले के भन्छन् त प्रहरीले? अब प्रहरीले चाहिँ पहिला चाहिँ अब हामी खोज्छौँ तल हाम्रो जिम्मा यो बिमारी उपचार गर्ने तिमीहरूको जिम्मा भनेर प्रहरीले भनेको। अब अहिलेसम्म चाहिँ थाहा पत्तै छैन प्रहरीको कि एउटा केही प्रश्न आएको छैन के हो कसो हो, टुङ्गा लागेन हो होइन, यी कुरा त हुनुपर्छ नि त। तपाईँले औषधि खाँदै हुनुहुन्छ अहिले? खाँदैछु। औषधि खाँदैछ त यो। उहाँले जस्तो सधैँ एउटै कुरा बोल्ने हो कि उहाँको कुराहरू चेन्ज भइरहन्छ? यो कुरो दबाई खान छोड्यो भने चेन्ज हुन्छ है। अहिले खाँदै हुन्छ दबाई? दबाई खाँदैछ।
दबाई खाँदै हुनुहुन्छ अरू के भएको थियो भनिदिनु त अरू के पनि भन्नु अनि उहाँले अरू केही भनेर फकाउनु भयो कि तपाईँले जे हो त्यही मात्रै भन्नुहोस् है फकाउनु परिपक्व भन्नु पर्यो परिपक्व तपाईँले पनि देख्नुहुन्थ्यो उहाँको आइरुने आउन त आइरुने तर त्यतिखेर चाहिँ अब केमा पकायो पनि के गर्यो त्यो एक दिन चाहिँ अब बिहान मैले भेटेको त्यहाँदेखि उता चाहिँ मैले भेटेको छैन अब त्यहाँ अब एक्सर्साइज गर्ने आँटको मेरो हात खुट्टा दुख्छन् जिउ दुख्छ भनेर चाहिँ बाटो कुदिरहने 100 देखि कुदेको जेठसम्म कुदेको मान्छे हिँडो त्यसपछि चाहिँ यता आउनु भएन त्यता चाहिँ अब यो हल्ला खल्ला हुन थाल्यो विभिन्न तत्त्व हुन थाल्यो अनि आउन अलिक बन्दा पर्यो होला होइन अब म पनि त्यतिखेर बाबा म गरिब मान्छे हो दुधे साइडमा काम गर्थेँ तपाईँहरू 3 जना मात्रै हाम्रो बस्नुहुन्छ छोरा छ त छोरो विराटनगर छ सुधार केन्द्र छ छोरो यसको दाजु हो यो 60 सालकी हो ऊ 58 साले हो त्यस्तै हालत पाल्दो छ अरे के भन्नुभएको छैन के भन्नुभएको छैन जस्तो परे पिँडा पनि खप्नै परेको छ उनले चाहिँ अरू त्यस्तो अरू केही भने होइन अर्को मान्छे त दोषेकै छैन उसले त्यही मान्छे दोषिरहेको छ अहिले यहाँ अरू मान्छेहरू आउनु जानु त्यस्तो हुन्थ्यो उनीहरूले हुँदैछ केही थिएन अब साइडमा काममा जान्थे मान्छे काम गरेर आएको आउँथे। तपाईँकै कोही काम गर्न आउँथे काम गर्थे खाजा साजा खान्थे रोज लिएर जान्थे त्यस्तो त्यसरी लागि त्यसले पर्यो जस्तो गर्यो अब त मान्छे गरिब मान्छेको अब अलिक अर्काको अध्यक्ष गरेको छ अलिअलि मान्छे नलाई हुँदैन हो कि भन्छ अनि आउने जाने काम गर्ने जाने उनीहरूका घरमा जाने त्यो यो नानी जन्मिनुभन्दा अगाडि कुरा त अलिक अगाडिदेखि नै चलेको रहेछ नि त तपाईँहरूले उजुर चाहिँ गर्नु पर्थ्यो कि गर्नु पर्दैन नि त्यो अगाडि चलेको अब यो केटीले बहिनी खुसाइदिन नि त सबै कुरोभन्दा बहिनी खुसाइदिनु पर्यो नि त तपाईँले के भन्नुभयो त्यतिखेर किन ढाँट्नु भएको बहिनी ढाँट्नु भयो त्यतिखेर सबै कुरो बहिनी खुसाइदिने लगभग 5 महिना पुगेपछि यसले बहिनी खुसाउन थाल्यो अनि कहाँबाट एकैचोटि चाहिँ के अरे 5 महिना अगाडि चाहिँ के भने होइन भने नि दबाई खाएर मोटाएको भने नि जब चेक गरेपछि बेटा मठ लगाएर चेक गरिसकेपछि मात्रै यो कुरो आएको त्यसपछि चाहिँ अँ जसलाई अहिले आरोप लाउनु भएको छ तपाईँहरू नानीलाई चाहिँ अँ उनी मान्छे नै हुन् भनेर भन्थ्यो अँ त्यस्तै छ सर अब के हो टेक्नेनसम्म नि पारिएछ अब यो नानी 16 दिनको भयो अब यस्ता कार्यमा अब नरम बाहुनहरू मान्दा रहन्छन् उनीहरूको डाडु पनि खोसिन्छ अरे अब यहाँ यस्तो बाबु बेहोर नरम गरेपछि उनीहरूको चाहिँ के अरे अन्त पढाउने कुरो आउँदैन भन्ने कुरो गरे हुन पनि हो बाबु बेहोर नरम हुँदैन बाबु त खेर लाग्नै पर्छ के हुने हो कसो हुने हो अब प्रशासनमा दिएको प्रशासनको केही खोजी खत केही आउँदैन अब केमा रह्यो अरे भनेदेखि अब यो नानीको प्रमाण पुगेन भन्ने कुरो आयो के हो कसो अब आफूलाई थाहा छैन आफू पढेकोलाई मात्रै थाहा हुन्छ नपढेकोलाई थाहा नै हुँदैन हो कि होइन भन् त केही मान्छेहरू त पनि जुन मान्छे तपाईँले आरोप लाउनु भएको छ नि उहाँ नै हो कन्फर्म हो अनि तपाईँ फेरि दबाई खानुहुँदो रहेछ बा भोलि अर्कै कुरा भन्नुहुन्छ कि त्यस्तो भन्नुहुन्न 2 पल्ट चाहिँ आउनुभयो यहाँनिर अनि तपाईँले कराउनु भएन यस्तो मलाई भइरहेछ भनेर त्यतिखेर कसैलाई भन्नु भएन किन भन्नु भएन तपाईँले त्यतिखेर किन भन्नु भएन बहिनी त्यति किन भन्नु भएन डर लागेको थियो अनि के तपाईँलाई फकाउनु भएको थियो अनि के भनेर भन्नु भएन भन्नु त डर लागेको थियो तपाईँ भोलि यो कुरा जहाँ गएर नि भन्न सक्नुहुन्छ जुनसुकै ठाउँमा गएर नि भन्न सक्नुहुन्छ उहाँले नै हो भनेर अरूले त त्यस्तो अरू त यहाँ कोही आएन नि उहाँले नै हो हजुर मम्मी है हजुर हो तपाईँ घरमा हुँदा नि जो मान्छे अहिले आरोप लाउनु भएको छ नि उहाँ आइरहनुहुन्थ्यो आइरुने आमा आइरुने
दिनै पछि बिहानै पछि आउने बिहानै पछि अझै उठेका छैन अझै सुतिरहेछौ भन्दै कहिले आउँथे कहिले के भन्दै आउँथे कहिलेदेखि चाहिँ आउन छोड्नुभयो भने त्यो बाबा यो असारदेखि होला हौ जेठसम्म आएको मान्छे असारदेखि होला असारदेखि चाहिँ आउन छोडे असारदेखि जेठ असारदेखि यो बाबा आउने बिहानै बेलुका आउने त्योभन्दा अगाडि त कोही आएको छैन बहिनी आएको दर्शक पनि यतिखेर हामी झापामा छौँ जुन चाहिँ एकजना 21 वर्षीय युवती जसले चाहिँ विवाह नगर्ने बच्चा जन्माएको थिइन् उहाँहरूले एक खालको आरोप लाउनु भएको छ एउटा निर्दोष बच्चा है अब उनको जन्म भएको छ 16 दिन भयो उनी यो धरतीमा उनले जन्म लिएको र उनले आफ्नो बाबा कोन भन्ने पनि उनले भनेका छन् अथवा चाहिँ उनी उनको बा नै छैनन् भन्दा नै हुन्छ अहिलेलाई त होइन अब उनी बेबारी यस्तै भएका छन् र उनले पाउने अधिकार पूर्ण रूपमा पाउनुपर्छ भन्ने नै हो उसको जन्मदातादेखि लिएर भोलि उनले म उसको छोरा हो भन्ने अधिकार पाउनुपर्छ सम्बन्ध निकायले छानबिन गरेर होइन अब नानीले चाहिँ आरोप चाहिँ लाउनु भएको छ तर अब भोलि अर्कै नाम भनिदिनु भने समस्या त्यहाँ आउन सक्छ त्यसो भएको कारणले गर्दाखेरि अब हामीले जुन रिपोर्ट हुन्छ डिएनए रिपोर्ट त्यो त पर्खिनु पर्ने हुन्छ त्यसो भएको कारणले गर्दाखेरि हामीले जे त्यो यथार्थ चाहिँ आउनुपर्छ भन्ने कुरा हो त्यो कारणले गर्दा चाहिँ हामीले सत्य जो बहिनीले जे बोल्नु भएको छ हामी त्यही राखिदिएका छौँ र कुरा त्यही हो नि होइन के भन्नुहुन्छ तपाईँ सम्बन्ध निकालेर तपाईँको आग्रह के छ मेरो त आग्रह अब के छ यस्तै हो अब बिमा यो मान्छे ठेगान लाउनु पर्यो यसलाई चाहिँ खानु अब यसलाई खाइदिएको छाउँ दिनु पर्यो होइन अब म पनि के अरे काम गरेर खाने मान्छे लेबर काम गरेर खाने मान्छे हो स्थिति यस्तो पारेको छ अब यसको बाबु ठेगान लाग्यो भनेदेखि उसलाई खाइदिएको त दिनै पर्यो नि त हो कि होइन भन्नु त अनि म त्यही भन्न चाहन्छु तपाईँ के भन्नुहुन्छ म पनि त्यही भन्छु अब छोरी हो आफ्नो छोरी हो अब पालिन भन्नु भएको छैन पाल्नु परेको छ उसले लान्छु भनौँ म राख्छु भन्छु तर भन्दैन उसले भन्दैन होला भन्छ लगेर चाहिँ के अरे यो सिला भनेर चाहिँ त्यसलाई पढाउन हुर्काउन पालन पोषण गर्न चाहिँ के अरे हेला चोला गर्नु पाइँदैन होइन म गर्छु मेरो जिम्मामा भन्छ भने ओके भएर लानु पनि पर्छ हो कि होइन भने त अर्काको लिसो भाषा मैले राखेर पनि मलाई हुँदैन ठर्नु पर्यो त्यो कुरालाई उसलाई खाइदिएको बाटो दिनु पर्यो त्यसलाई पढाउने खर्च दिनु पर्यो त्यो जन्म मात्रै दिएर भएन त्यसको कर्म पनि चलाइदिनु पर्यो हो कि होइन भाइ आफै सोच्नु त त्यही हो कुरो अब अहिले म बनिएर बटो गरेर यिनीहरूलाई म खुवाउँदैछु मेरो घरमा चिज छैन हरहरू अब मेरो यति यही 12 माटो हो यति भिटा हो अर्काकै जर्मन गरेर मैले खाइरहेको पालिरहेको छु यिनीहरूलाई अब तपाईँहरूले पनि तपाईँहरू पत्रकार हुनुहुन्छ तपाईँहरूले पनि यो यसमा होचो अर्गेलो तपाईँहरूले हेर्नुपर्छ हो कि होइन भने त म चाहिँ यति मैले जानेका कुरा यिनी अब बिहोर्दै ल्याइयो यस्तै भयो अब मान्छे त्यो कुकामा आयो भनेर मलाई होस लागेन मेरो अलिकति गल्ती के छ भनेदेखि त्यही दिन त्यो मान्छे ठटाएर चाहिँ म जिम्मा लाउँछ 2-4 घर बोलाएर अलिकति मेरो गल्ती छ त्यति गल्ती छ गल्तीलाई फेरि सबै भन्दाखेरि यसको गल्ती छ नि त यो जब आमा जन्म दिने आमाको गल्ती छ नि त हेर्नुहोस् खुलुम खुला कुरा गरेको त त्यतिखेर पनि कार्यालयमा दिइहाल्थ्यो अब खुलुम खुला कुरो छैन अनि त्यसै मेरी छोरी लगिसै भनेर चाहिँ उयो गर्नु भएछ विचार गर्नु सोध्नु आफै भिड आफै भिड परामा त पस्नु भएन नि उसले चाहिँ अब जानकारी दिँदा त त्यो गरिन्छ मलाई जानकारी नदिँदा त कसरी अन्तिममा चाहिँ यसरी अब यो वार्डको महिलाहरू भेला भए अनि सोधेर हेरेर गर्दाखेरि उसले बाँके फुटेको देखाएको छैन एकदम देखाएको छैन त्यसैले भने त भन्नु चाहिँ अब यो कुरालाई अब यसको यो कुराको खासु हुनेका धेरैजनाका सर्जरी हुन्छ नि खासु हुनेको पनि सर्जरी भइरहेका छन् मान्छेका तर यो चाहिँ के अब के मिलेन नि तपाईँको हुन्छ पैसामा बित्यो कि त्यसो पनि हुन्छ नि त त्यो पनि हुनसक्छ नि त किन अब
पुलिस चौकी थाना भनेको त अलिकति उयसमा पनि ती लटपटिन्छ नि त हो कि भन्नु त तपाईँको स्वास्थ्य अवस्था ठिक छ अहिले ठिक छ सो आउनु तपाईँ हामी जस्तै नर्मल उहाँले सबै कुराहरू बुझ्नुहुन्छ हामी जस्तै अहिले चाहिँ अब नर्मलै पहिला चाहिँ कस्तो हुनुहुन्थ्यो पहिला चाहिँ तपाईँको ढुङ्गामुढा हान्ने, कुद्ने, हिँड्ने। झारपट्टि हिँड्ने खोजेर ल्याउनु पर्ने घरमा खोजेर ल्याउनु पर्ने कोही बेला आफै आउने अब दिनभरि गलेको थाकेको मान्छे हुन्छ अब ढुङ्गा र सिमेन्ट गर्दाखेरि मान्छे पिना हुन्छ अब गलेको थाकेको हुन्छ कतिखेर हिँडी कतिखेर के भयो त्यो दबाई टुङ्गामा नखाइदिएर सर सबै कुरो हुन्छ अहिले चाहिँ खाइरहनु भएको अहिले खाइरहेको छ अहिले चाहिँ दबाई खाइरहेको छ र मैले कराएर पनि खुवाउने गरेको छ अहिले जुन कुरा उहाँले भन्दै हुनुहुन्छ नि सबै सत्य नै छ नि होइन यो सत्य नै छ अहिले पहिला सबै कुरा सत्य नै हो नि बहिनी मान्छे आउनुपर्छ